नमस्कार, म राजकुमार नेउपाने। म आज यो ईश्वरपुर नगरपालिका वार्ड नम्बर 12 यो घारी बथानमा छु। म यो ठाउँ चाहिँ म जन्मेको ठाउँ हो। यो घारी बथान भन्छ, यही ठाउँमा म जन्मेको। अनि म यो आफ्नो मेरो जन्मभूमि भन्छु। यो जन्मभूमिमा आज म यहाँ आएर यसो यहाँको यो माहौल हेर्दा मलाई एकदम खुसी लागेको छ। यो पछाडिको देखिरहनुको यो इच्छेश्वर महादेवको मन्दिर हो। यो मन्दिरमा यो शिवरात्रिको दिन अलिक विशेष पूजा अर्चना हुन्छ। यो हाम्रो यहाँ सबै वरिपरि आफन्तहरूको यो जम गर्छु। आजभन्दा धेरै पहिलाको यहाँ सम्झिँदाखेरि यो बरपिपलको चौतारो, यो पिपलको चौतारोमा दसैँमा पिङ हालिन्थ्यो। गाउँलेहरू वरिपरि दसैँको बेलामा आएर बस्थे, कुरा गर्थे, के कस्तो भन्थे। तर त्यो बेला र हामी केटाकेटीको बेला र अहिलेको बेला धेरै फरक याद लाग्यो मलाई। कोही पनि छैन, हेर्नुहोस् अहिले यो गाउँमा सुनसान छन्, सबैको एकजना दुईजना मात्रै घरमा छ। धेरै त यो ठाउँबाट बसाइ सरेर नै गइसके। अहिलेको नेपालको परिस्थितिमा कस्तो रहेछ भने गाउँहरू सबै उजाड भइसकेका छ। गाउँका मान्छेहरू सबै गाउँ छोडेर बाहिर गइसके। युवा पुस्ता त यहाँ यो ठाउँमा बस्नै चाहँदैन। बुढापाकाहरू थिए, कोही धेरै त बितिसक्नुभयो। उहाँहरू अहिले माथिबाट हामीलाई हेरिरहनु भयो होला। तर आज मलाई यो आफ्नो गाउँ देख्दाखेरि, यो जन्मेको ठाउँ मलाई आउँदाखेरि आज आफूलाई कस्तो लाग्यो, एक्लो जस्तो भयो। घरहरू त छन्, घरहरूमा मान्छे छैनन्। यो चौतारोलाई म सम्झिन्छु। यो चौतारोमा दसैँको बेला यति रमाइलो हुन्थ्यो। अरू बेला नि बिहान बेलुका यसो एउटा जमघट हुन्थ्यो, को कहाँबाट आएको के भनेर भन्ने हुन्थ्यो। मैले नि यो मन्दिर अलि धेरै अगाडि आएर यो मन्दिर बनाउनु पर्छ भनेर गाउँलेहरूले बनाउन खोज्दा ल मैले पनि केही सहयोग गरेर मन्दिर बनेको छ। तर यो मन्दिर त बनेको छ, तर मन्दिरमा पूजा गर्ने मान्छे छैनन्। गाउँमा एकदम थोरै मान्छे छन्, जो जति छन् सबै त सहर पसेका छन्। अब यस्तै तरिकाले हो भने अबको 10-15 वर्षमा त यो गाउँ त बिरानो हुन्छ जस्तो लाग्यो। त्यही भएर मैले आज यसो एउटा भिडियो बनाएको। तपाईँ हामी सबैले आफ्नो गाउँलाई चाहिँ माया गरौँ। बेलामा गाउँ जन्मिएको ठाउँ, आफ्नो गाउँलाई सबैले माया गरौँ। सबैले यसै गरी गाउँमा आउन छोड्यो भने त भोलि यो घारी बथानको यो ठाउँ भोलि कुनै बेला बन्जर हुन्छ जस्तो लाग्यो। हस्, धन्यवाद, नमस्कार।